एभ्रिवान, गुड मर्निङ। होप तपाईहरु सबैजना ठिकै नै हुनुहुन्छ होला। अन्त म पनि ठिकै नै छु भन्दा पनि यहाँ हेर्न आँखामा आन हो कि आएको यहाँ घाउ छ। अन्त आज चाहिँ धेरै दिनको बादमा भ्लग बनाइरहेको छु। किन बनाएको भन्दाखेरि चाहिँ सिन्दाम जाने, अन्त चस्मा बनाउँदै जाने, मम्मी मेरो अन्त नानाको चस्माको फ्रेम हेर्दै जाने हैन। आँखा बिजोक भयो। आज सिन्दाम गएको भ्लग के हुन्छ स्टार्टिङमा म सेकेन्ड साइली फर्कान्जी आइहाले त ल के नलेखे। यो चाहिँ खासमा मलाई बनाउनु भन्दै छ। मम्मीको हेयरमा उयो पर मम्मीको केस पनि लाइक गरिदिनु होला। मम्मीको चाहिँ पहिला पापा चाहिँ नि केस देखेर फिदा भएको रे नि। ला म मुके दुखो छु हेर्दै यहाँ रे म मुके दुखो छु यहाँ। यो क्लिप चाहिँ अहिले नानाले फुटाइदिन्छ अरे। तपाईहरुले भिडियो चाहिँ हेर्दै जानुहोस्। रेडी भइसकेर पनि जाँदै गरेको। यहाँ नाना भ्लग बनाउँदैछ। ब्यागबाट भ्लग बनाउनु आउँदैन, ब्याक क्यामेराबाट भ्लग बनाउँदैछ। अन्त यहाँ यता चाहिँ गरिसकेर पनि बसेको होइन। यसरी पक्रिँदा चाहिँ हुन्छ लाटी, यसरी पक्रिनु न। आजको दिन पनि मजाको भइरहेछ। यहाँ चाहिँ मकैहरू रोपेको छ। हाम्रो घरमा चाहिँ सबै सिकाउनु पर्यो क्या। यहाँ चाहिँ सबसे जान्ने ऊ चाहिँ फेरि हेर न क्यामेरा यस्तो पो बनाइछ। यस्तो गर न यो माथि। यसरी पनि हुन्छ। भनेको नि के भयो हाँसेर नै गइसक्यो। यहाँ नानाले म त्यो हातले बनाउनु बनाइरहेको छ। अब चाहिँ हामी गएको हेर्दै गर्नु। आइपुगेर पनि हस्पिटल आएर छु नानाको चेकअप गराउनु। नाना चाहिँ बिमार छ। अहिले चाहिँ अलिक जाति भएछ, अघि फुटाइदिए। आज चाहिँ टेस्टहरू गर्नु भनेको छ। अन्त भोलि फेरि आएर चाहिँ अल्ट्रासाउन्ड गर्नु भनिरहेको छ। रुँदैछ जे कुरा पनि रुइहाल्छ। हरे नबलाई रुखेको चाहिँ छैन। मेरो बोल्दा बोल्दा भोइस नि रुन चाहिँ पाइरहेको छ। यहाँबाट चाहिँ खुन चुसेको डेल्ला गरेको। छिटो खानु, छिटो लिन कप चाहिँ उभोकिराखेर चाहिँ दबाई खाँदैछ। तल नानाको चेकअपहरू गरिसकेर दबाईहरू सबै किनेर यहाँ माथि जाँदैछौँ चस्माको यो फेर्नुको लागि। मम्मी मेरो र नानाको के दोकान। आमा कुन चाहिँ घुरा गरे? यो कम्बलको मम्मीको भर्खर यहाँ बजार आइपुगेको। कति 5-10 भइसक्यो। यहाँ पछाडि मम्मीहरू घरको सौदा गर्नुहुँदैछ। त्यसरी गाउँछुको छुकै दुख्यो पुरा। A few moments later. हामी चाहिँ अघि आएर पनि फ्रेस भएर पनि अब रातिको खाना सब्जी बनाउन आँटेको। नानाहरूसँग बिचमा यसरी नबोलिदिनुहोस् न। आजदेखि चाहिँ मासु खानु पाएँ। होइन कि त्यो सुँगुरको मासु केलाएर चाहिँ एकताल मात्रै लिएर चाहिँ उयो ठुलो भाँडा उसिने भान्सा उज्यालो आज त। ओ हिजो कि कहिले अस्ति थुक्ले छिमाने मासु भन्नु पाउँछ। 1 hour later. म चाहिँ अब चाहिँ खानाहरू सबै किचनमा कामहरू सकेर पनि अझै फिनिस भएको। यहाँ लुडो खेल्न आएको मलाई पठाइरहेको रहेछ यी मम्मीहरूले कि मेरो फोनमा छ लुडो चाहिँ। म चाहिँ बुबुहरूसँग गेम खेल्दै चाहिँ वा ओछिन पनि लगाइसकेछ। अब चाहिँ लुडो खेलेर सुत्नु मात्रै बाँकी रहेछ गाइस होइन। अन्त आजको भिडियो चाहिँ यति नै रहेछ। चलेको उयो भएको जस्तो आरिस मानेको नि ओछिन नदल न।
अन्त आजको भिडियो चाहिँ यति नै थियो तपाईहरुलाई के कस्तो लाग्यो कमेन्टमा अहिले एमएल खेलेर अब आयो भिडियो बाइ